बुढी कहाँ तिमी? म बोयफ्रेन्डसँग छु। होइन होला। हेलो ब्रो, कति डिस्टर्ब गरिरहेको तिमीले? कल नगर्नु भनेको बुझ्दैन तिमीले? एक्चुअली मेरो बुढीलाई फोन दिनु न। भन के भयो? 2 दिन भइसक्यो। तिमी आज घर आउँछौ कि त्यही वर्ष हो? डिभोर्स पेपरमा साइन गर्यो कि गरेनौ तिमीले? गरेको छैन। आसमा, कहाँ थियो तिमी 2 दिनदेखि? कहाँ हुनु यार, त्यही जान्मीको घरमा त गएको थिएँ। होइन आखिर के चलिरहेछ तिमीहरूको बिच? मलाई फोनमा किन झुट बोल्न लगायो? 5 महिनादेखि डिभोर्सको लागि भनिरहेको छु। डिभोर्सै दिइरहेन उसले मलाई। डिभोर्स? डिभोर्स चाहिँ किन? कसरी भनौँ यार तिमीलाई कि म कहिले पनि आमा बन्न सक्दिनँ। यो कुरा कुशललाई थाहा छ कि छैन? सबै चिज थाहा छ उसलाई। आमा बाउ नाता नातिनीको आश गरेर बसेछन्। म बच्चा पाउन सक्दिनँ। कुशल मलाई छोड्ने भनेर छैन। अनि म के गरौँ भनौँ न? हुँदा हुँदा यो समाज कुशलको साथीहरूले धरि मेरो यो कुराको खिल्ली उडाउने गर्छ। होइन छोरा, बिहे गरेको यति कहाँ वर्ष भइसक्यो? नाता नातिनाको अनुहार चाहिँ कहिले देखाउँछस्? यहाँ छर छिमेक र आफन्तले कुरा काटेर हैरान बनाइसके। म पछि कुरा गर्छु क्या, जहिले एउटा कुरा नगर्नु न। म साथीहरूसँग छु, पछि बोल्छु भाइ। दिक्क लाग्छ भने जहिले एउटा कुरा। अनि ठिकै त भन्नु भने आन्टीले पे गरेपछि बच्चा चाहिँदैन कि कसो भेट्नु? हो नि, अब बच्चा नै नपाउने भए बिहे चाहिँ किन गरेको नि? मेरै 2-2वटा बच्चा भइसक्यो, तँभन्दा पछाडि बिहे गरेको होइन मैले? के भनेको? उसको बुढीको बच्चा हुँदैन कि त्यही भएर भनेको। हेर केटो, मेरो बोली अलि छुच्चो छ, नराम्रो चाहिँ नमान। तेरो ठाउँमा म भइदिएको भए अर्की बिहे गरिसक्थेँ। आसमा, तिमी अहिलेको टाइममा पनि यति टेन्सन किन लिइरहेको? अप्सन यति धेरै छ अहिले। सरोगेसी गर्न मिल्छ, आइभीएफ गर्न मिल्छ। एकचोटि कुशलसँग बसेर कुरा त गरिहेर। हरेक प्रब्लमको केही न केही समाधान त निस्किहाल्छ नि। मलाई थाहा छ तिम्रो बोयफ्रेन्ड छैन भनेर। तिमीलाई नचिने हो र मैले? किन भागिरहेछ मसँग भन त? त्यो बच्चाको कुराले हो? म छु त यार। मैले तिमीलाई बच्चाको लागि माया गरे हो र? होइन नि, मैले तिमीलाई माया गरे। मलाई अरू केही पनि चाहिँदैन। मलाई तिमी भए पुग्छ। जति बेला नि बच्चा भनेछ, बच्चा भनेछ। के तिमी मेरो लागि बच्चा भन्दा कम छौ र? त्यहाँ अबदेखि डिभोर्सको कुरा गरेर मारिदिन्छु नि फेरि।